हेलो नमस्ते सबैजना प्रिय मित्रहरू। म चाहिँ आज यो संस्कृति पार्टीको यो सुन्दर श्रमदाताहरूले लाउने भेष यहाँनिर देखाउँदैछु। यहाँ हुनुहुन्छ श्रमपिता हर्क साम्पाङ। उहाँको नेतृत्वमा चाहिँ दार्चुला झोलुङ्गे पुल निर्माण अभियान भइरहेको छ र सम्पन्न पनि भइसकेको छ। सम्पूर्ण श्रमदाता टोलीहरूलाई हार्दिक बधाई अनि धन्यवाद दिन चाहन्छु। त्यसैगरी उहाँहरूले श्रमदाताहरूले लगाइरहेको जाडोमा कपडाहरू भिजिरहेको मैलो भएको देखेर चाहिँ युके अमेरिकाबाट चाहिँ केही भेषहरू सौजन्य गर्नुभएको छ। उहाँहरू हुनुहुन्छ गणेश कुमार हुप्पा चोङबाङ, मोहन कुमारी सुकुवा हुप्पा चोङबाङ हुनुहुन्छ हाल अमेरिका। गणेश कुमार हुनुहुन्छ युकेमा। उहाँले धेरै सहयोग गरिरहनु भएको छ। हरेक हर्क साम्पाङज्यूको अभियानमा निर्माण भएको सम्पूर्ण कामहरूमा चाहिँ उहाँहरूको ठुलो सहयोग रहेको छ। आराधरान, गोर्खा चौतारी, एसडिएस रक गार्डन, त्यसैगरी रोज गार्डन, मौन पार्क, श्रमदान चौतारा लगायतमा पनि उहाँको धेरै सहयोग रहेको छ। र आज पनि उहाँले यो भेष पठाइदिँदै हुनुहुन्छ। पानीले भिजिरहेको भेषहरू मैले लगाइरहनु भएको छ। न्यानो फेरेर लाउनु होला भनेर धन्यवाद दिन चाहन्छु। यो प्राप्त गर्ने र यो कोअर्डिनेटर चाहिँ हुनुहुन्छ हाम्रो ध्रुव दाई। उहाँ मार्फत चाहिँ यो काम भइरहेको छ। मैले यो शिलालेख पठाउने क्रममा चाहिँ यहाँ यो पनि हेर्न पाएँ र उहाँले यो पठाउने र शिलालेख पठाउने खर्च पनि उहाँले छुटाइदिनु भएको छ। धेरै धन्यवाद। यो शिलालेख समीक्षा शिलालेखमा चाहिँ लेखिन्छ। यो चाहिँ अहिलेसम्म नै सबैभन्दा छिटो काम गरेको पुल निर्माण गरेको श्रमदाताहरूलाई बधाई दिँदै यो समापन कार्यक्रम हुँदैछ। यो शिलालेख चाहिँ धरानबाट हामी पठाउँदैछु। ध्रुव कुमार दाई हुनुहुन्छ यहाँ। दाजु, ध्रुव कुमार दाई दाजु, यो बारेमा नि भनिदिनुहोस्। यो चाहिँ तपाईँको के अरे दुम्लिङको लागि हाम्रो सौजन्यकर्ता चाहिँ गणेश कुमार हुप्पा चोङबाङ र मोहन कुमारी हुप्पा चोङबाङ दिदीज्यूबाट चाहिँ उहाँहरूले यो प्रेजेन्ट गर्नुभएको हो। त्यसैले गर्दाखेरिमा यो इत्यादि थियो। इत्यादिदेखि लिएर जम्मै यहाँनिर तपाईँको 60 पिस यो भेषहरू हामीले दुम्लिङतिर तर्फ पठाउँदैछौँ। र दिदीहरूलाई र दाजुहरूलाई धेरै धन्यवाद छ। यो हाम्रो श्रमदान गर्ने दाजुभाइ तथा दिदीबहिनीहरूले लगाएर चाहिँ श्रम संस्कृति पार्टीको एउटा अभियानको लागि उहाँहरूले यो देखाएर चाहिँ लगाएर चाहिँ उहाँहरू चाहिँ त्यसको मेरो काम गर्ने मान्छे भनेर चाहिँ चिनाउनु हुने हो यसको। र यसको यहाँनिर हाम्रो माननीयज्यू हर्क साम्पाङज्यूले लेखेको कविताले नै बोलिहाल्छ। उहाँको एउटा स्लोगन छ एउटा, यसले नै मान्छेहरूको पढ्दाखेरि नै मान्छेहरूको चाहिँ एउटा आत्माभित्रदेखि नै एउटा श्रमदान गरौँ भन्ने चाहिँ धेरै मान्छेहरूको मनमा चाहिँ पस्न सक्छ। धन्यवाद, नमस्कार। धन्यवाद। उहाँ हुन्छ ध्रुव कुमार राईज्यू, शिला आर्टिस्ट, समीक्षा शिलालेख धरान बर्गाछी। यो शिला पनि हामी पठाउँदैछौँ आज। बधाई छ सम्पूर्ण टिमलाई। प्रसादजी विशेष गरी टिम लिडर हुनुहुन्छ। उहाँलाई र उहाँको टिममा कार्यरत नवीन, धन लगायत धेरैजना हुन्छ। सबैको नाम लिन सकिनँ। उहाँलाई ठुलो सल्युट छ हाम्रो धरानवासी देशवासीको तर्फबाट। स्वदेश विदेशमा रहनुहुने सबैको तर्फबाट आशीर्वाद। त्यसै नै काम गर्नु होला। थ्याङ्क यू, धन्यवाद।
यो मान्छे समातेको होला नि त नराम्रो होइन